यो रुख यो रुख चाहिँ फ्लावर पियर्स भन्छ नि इङ्ग्लिसमा। अब हाम्रो हो भने जङ्गली नासपाती जस्तो। अनि यो बसन्तको सुरुको दिनहरूमा यो फुलेर लटरम्म हुन्छ। उता अमेरिकामा पनि, तर उता चाहिँ धेरै चलनमा छैन। यो चाहिँ यहाँको चाहिँ धेरै रहेछ, धेरै राम्रो रहेछ। यहाँ धेरै मान्यता दिएर रोप्दो रहेछ। यो चाहिँ रेजिडेन्सियल एरियामा पार्किङ, पब्लिक वाकिङ प्लेस रहेछ। कति पिसफुल, so peaceful, so beautiful. यहाँका टाउनले त्यस्तो राम्रो बनाइदिएका छन्। तर सायद आज वेदरको कारणले होला खासै धेरै मान्छे चाहिँ कोही देखिन। यस्तो रहेछ वाकिङ गर्ने ठाउँ चाहिँ। रेजिडेन्सियल एरिया चाहिँ ब्युटिफुल, सो ब्युटिफुल। कति सुन्दर घरहरू, मलाई साह्रै चित्त बुझेको। यो घरको स्टाइल भयो, पिसफुल भयो, सफा भयो। अनि यही अर्को साइडको ब्लकमा चाहिँ भान्जी ज्वाइँको घर रहेछ। मलाई चाहिँ फेरि यो पोलन एलर्जी हुन्छ, सिजनल एलर्जी पनि भन्छन्। अनि यहाँ टेक्ने बित्तिकै सिजनल एलर्जी भएर 2 दिन त यति गाह्रो बनायो। अनि बा चिसोबाट आएको रुगा खोकी भन्छु, रङ औषधि खाँदै बसेछु। भरे पो यसो विचार गरेको सिजनल एलर्जी पो होला भनेर। अनि त्यो नेजल स्प्रे र ज्यान्ट्याक एक ट्याब्लेट खाइदिएपछि सुलु भयो। तर अझै पनि त्यो 2 दिन कसिएर सताएको हुनाले नाके बोली चाहिँ छ। सानो फुचे कुकुर पनि वाकिङ गर्न आउँदै रहेछन् हामीलाई देखेर। बिचमा पार्क पनि बनाएका रहेछन् रमाइलो खालको केटाकेटीको लागि।
सुविधा अति सुविधा हो कि छम्जी सफा रेजिडेन्सियल एरिया यतिको पिसफुल घरको स्टाइल मलाई त खुबै मन पर्यो अँ अँ ल ल रोडहरू सफा रिसुमलाई बोलाउ न Pinot? Oak. हामी चाहिँ यता हो कि यता हो यता तल नजाने हो गएर यसो घुम्नु ल त ल làm sao apa pala diun do ल त यतै जाउँ त्यसो भए ए अलिक परसम्म जाउँ भनेको बुवाले यतैबाट फर्किँदा के हुँदो रहेछ भन्नुभयो अनि सायद डिप्लोमेटिक तरिकाले बोलेको हुनाले हामीले कुरा बुझ्यौँ पुराको अनि यतैबाट घर फर्क्यौँ हामी क्लिपल स्ट्रिट भन्दो रहेछ ल फ्याउ पोपो के हुँदो रहेछ अरे छौ हजुर ए फुल्दै रहेछ त्यहाँ decorations पानी सिमसिम पर्यो भिज्दै गयो रेजिडेन्सियल एरियामा घरको स्टाइल चाहिँ बरोबर राम्रो डिजाइनको लाग्यो है मलाई चाहिँ अब यस्तै एउटा स्टाइल चोर्नु पर्ला गएर एउटा अमेरिकातिर पनि यस्तो स्टाइल हाल्नु पर्ला
Çoğu parası miras. 아, 이 현재 이렇게 돼야 돼. 예, 아, 원래 뭐. 이거 되겠다. 어. 예, 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 예. अब चाहिँ हामी पुरा पार्क घुमेर पुरै त घुमेनौँ अलिअलि सिमसिम पानी पर्यो अर्को कुरा अल्छी पनि लाग्यो अल्छी त नलाग्नु पर्ने हो तर अब अर्को ठाउँ जानुपर्ने भएको हुनाले हामीले यति घुमेर आयौँ र अब चाहिँ 이거 지금 마티 내가 먼저 이거 뽑는. 아, 마티 무시더라. यो चाहिँ हाम्रोतिर हो भने राम्रो क्याप्सुल भन्छ नि के रहेछ त म ए ए 너가 되게 프리 많이 되네. 이거 한 ए बिचरा कुन यो हो मैक्नोले हो यिनीहरू पछि बढेर ठुलो हुन्छ त यो साउथ वेल्स एरियाको घरको डिजाइन पिसफुल रोड सफा वे अफ लाइफ चाहिँ यस्तो रहेछ भनेर मैले खिचेको हो बुवा पनि हामी सँगसँगै कुद्दै हुनुहुन्छ Looks real. हो ए ल तपाईँले भन्नुभएको ठिकै हावाले उल्टो पानफिल त यता पो बनाइदिएछ हावाले पानफिल रोड चाहिँ उल्टो बनाइदिएछ स्टाफर चाहिँ उल्टो बनाइदिएछ
ल घर आइपुग्यौँ भान्जी ज्वाइँको घरमा यो चाहिँ भान्जी ज्वाइँको घर हो यो उता पछाडि छ गार्डनहरू सबै कुरा ल यति पनि साथीहरू थ्याङ्क यू फर वाचिङ कतै मन पर्यो भने सब्सक्राइब गर्नु होला ठाउँको म यसरी रमाइलो ठाउँहरू हालिदिन्छु तपाईँहरू हेर्नु पाउनुहुनेछ र कि तपाईँहरूलाई पनि इन्ट्रेस्ट लाग्यो भने घुम्न आउने अथवा घरका स्टाइलहरू बनाउनु मन लाग्यो भने यहाँको स्टाइल लिएर बनाउँदा पनि भयो ल धन्यवाद त्यति जेलको लागि बिदा पाऊँ साउथ वेल्समा भान्जी ज्वाइँकोमा बस्दाखेरि आज चाहिँ वेदर एकदम रेनी वेदर भयो मलाई आनन्द आयो किन भन्दाखेरि कहिलेकाहीँ चाहिँ मलाई रेनी वेदर खुबै मनपर्छ सनी भयो भने चाहिँ कहाँ जाउँ कसै किन बसौँ कतै जाउँ भन्ने हुन्थ्यो तर आज चाहिँ अलिकति आराम पनि चाहिएको थियो अनि बिहान ढिलो उठेर ब्रेकफास्टहरू खाइसकेपछि मजाले गफ फ्यामिली गफ मचाएर अनि त्यसपछि चाहिँ कन्भर्सेसन गरिसकेपछि अनि बुवा बिनाजु मेरो परिवार र बफेलोबाट दाई मालदाई आउनुभयो कहीँ त के हो बास्न अनि एकैछिन पार्कमा जाउँ न यसो खुट्टा तन्क्याउँ अनि त्यसपछि बल्ल फेरि लन्चतिर जाउँ भनेको हुनाले यहाँ बान्जी ज्वाइँको घरदेखि अलि नजिकै एउटा पब्लिक पार्क रहेछ अनि बुवालाई पनि लिएर वकिङमा आएको यस्तो रहेछ यहाँका लोकल पार्कहरू चाहिँ हामी दिनभरि यहाँ घुम्छौँ दिनभरि होइन एकछिन यहाँ घुम्छौँ अनि त्यसपछि चाहिँ फर्केर घरको आएर बाँच्न है यहाँका घरहरू चाहिँ यस्तो हुँदो रहेछन् मलाई साह्रै मन पर्यो यहाँको घरको स्टाइल बडो गजबको हुँदो रहेछ अन्त यो धेरै राम्रो एरिया भएर पनि होला तैपनि प्रायः जसो घरहरू यस्तै हुँदो रहेछ रेजिडेन्सियल एरियामा चिटिक्क परेको यहाँ समर भएपछि ओमेगा जस्तो धेरै पानी नपर्ने पानी अस्ति एक दिन साह्रै गर्मी भएर 110, 112 डिग्री भएर सबै घाँसहरू मारेछन् आज windy, rainy weather. Public park. कहाँबाट जानुभएछ यहाँबाट resume careful resume बिनाजुले रिसुमलाई मजाले चाहिँ इन्टरटेन दिइरहनु भएको छ
भन्नु न हामी आउँछ सोचेको थियौँ कि हुँदैन रिसुमलाई रिसुमले त पाक पाएको अब कहाँ छोड्छ र एकछिन ए ठुलो पो रहेछ त यो पाक त भिडियो हो नलाइकन खिचिदिनु है अन्त Slide down. Come on, slide down.